यो भूकम्प अनि विदेशमा हुने बुढाहरूको चाहिँ केही भर हुन्न रहेछ क्या साथी हो। भूकम्प पनि बेला बेला आउँछ, घचघच्याएर जान्छ, धक्का महसुस गराएर। बुढाहरू पनि त्यही हो ताल। त्यहाँभन्दा उता चाहिँ बोलिन ल, निकै कडै भयो जस्तो छ नि त। यो भूकम्प अनि विदेशमा हुने बुढाहरूको चाहिँ केही भर हुन्न रहेछ क्या साथी हो। भूकम्प पनि बेला बेला आउँछ, घचघच्याएर जान्छ, धक्का महसुस गराएर। बुढाहरू पनि त्यही हो ताल। त्यहाँभन्दा उता चाहिँ बोलिन ल, निकै कडै भयो जस्तो छ नि त। यो भूकम्प अनि विदेशमा हुने बुढाहरूको चाहिँ केही भर हुन्न रहेछ क्या साथी हो। भूकम्प पनि बेला बेला आउँछ, घचघच्याएर जान्छ, धक्का महसुस गराएर। बुढाहरू पनि त्यही हो ताल। त्यहाँभन्दा उता चाहिँ बोलिन ल, निकै कडै भयो जस्तो छ नि त। यो भूकम्प अनि विदेशमा हुने बुढाहरूको चाहिँ केही भर हुन्न रहेछ क्या साथी हो। भूकम्प पनि बेला बेला आउँछ, घचघच्याएर जान्छ, धक्का महसुस गराएर। बुढाहरू पनि त्यही हो ताल। त्यहाँभन्दा उता चाहिँ बोलिन ल, निकै कडै भयो जस्तो छ नि त। यो भूकम्प अनि विदेशमा हुने बुढाहरूको चाहिँ केही भर हुन्न रहेछ क्या साथी हो। भूकम्प पनि बेला बेला आउँछ, घचघच्याएर जान्छ, धक्का महसुस गराएर। बुढाहरू पनि त्यही हो ताल। त्यहाँभन्दा उता चाहिँ बोलिन ल, निकै कडै भयो जस्तो छ नि त। यो भूकम्प अनि विदेशमा हुने बुढाहरूको चाहिँ केही भर हुन्न रहेछ क्या साथी हो। भूकम्प पनि बेला बेला आउँछ, घचघच्याएर जान्छ, धक्का महसुस गराएर। बुढाहरू पनि त्यही हो ताल। त्यहाँभन्दा उता चाहिँ बोलिन ल, निकै कडै भयो जस्तो छ नि त। यो भूकम्प अनि विदेशमा हुने बुढाहरूको चाहिँ केही भर हुन्न रहेछ क्या साथी हो। भूकम्प पनि बेला बेला आउँछ, घचघच्याएर जान्छ, धक्का महसुस गराएर। बुढाहरू पनि त्यही हो ताल। त्यहाँभन्दा उता चाहिँ बोलिन ल, निकै कडै भयो जस्तो छ नि त।